हेलो फ्रेन्ड्स, आज चाहिँ म चिल्ली गार्लिक पेस्ट बनाइरहेको छु। अनि पहिला चाहिँ है गार्लिकलाई मजाले धोएर मजाले फ्राई गर्ने, यत्तिको ब्राउन भएपछि एउटा बोलमा निकाल्ने। बेसी डढाउनु चाहिँ हुँदैन, फेरि तितो हुन्छ। अनि त्यही तेलमा धोएर राखेको सुक्खा खोर्सानीलाई मजाले भुट्ने। यो चाहिँ कम्ती आँचमा गर्नुपर्छ, डढ्छ छिटो खोर्सानी चाहिँ। अनि यसलाई एकछिन भुटेपछि यसलाई तपाईँले अलिक ब्राउन बनाएर निकाल्नु पनि सक्नुहुन्छ। तर म चाहिँ त्यही तेलमा एकछिन खोर्सानी उयो गर्नुभन्दा अगाडि नै जिरालाई पनि हालेर अनि टिम्बुरलाई हाल्ने है। यसको मेन स्वाद आउने भनेको नै टिम्बुर हो। अनि टिम्बुर हालेर मेरोमा चाहिँ 2 किसिमको टिम्बुर थियो र मैले 2टै हालेर मजाले एकछिन भुटेँ। अनि भुटेर तपाईँहरूले नुन यतिमै हाल्नु सक्नुहुन्छ, नभए पछि हाल्नु पनि सक्नुहुन्छ। अनि त्यसलाई निकाल्ने त्यो लसुन भएको बोलमा। अनि एकछिन सेलाएर त्यसलाई मजाले मिक्सीमा हालेर पिस्ने है। अनि त्यसपछि स्वादअनुसार तपाईँहरूले पहिला नुन हाल्नुभयो भने पछि हाल्दा हुन्छ। त्यो उब्रेको तेल हाल्ने, अन्त इट्स रेडी। थ्याङ्क यू।